morning अनि वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी सचिना। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अहिले चाहिँ बिहानको 9 बज्न लागेको छ सायद। अनि म चाहिँ अघि नै उठेर फ्रेस भएर नि फेरि अलिकति मोबाइल चलाइरहेको थिएँ अनि उठेँ। अब ब्रेकफास्ट बनाउन लाग्यो। मैले चाहिँ युट्युबमा भिडियो 2 महिना भयो हेर्न हालेको अनि आज चाहिँ म रेकर्ड गर्दैछु। सो म दिनभरि के गर्छु त्यही नै देखाउँछु। सो अहिले चाहिँ म किचनमा छु अनि मैले ब्रेकफास्ट परौठा बनाउन सोच्दैछु। आलु उसिनिसकेको छ हिजै अनि सो या म परौठा बनाउँछु अनि देखाउँछु हजुरहरूलाई है त। सो भिडियो यदि नयाँ हुनुहुन्छ च्यानलमा भने मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि भिडियोलाई लास्टसम्म हेर्नु होला अनि भिडियोलाई लाइक गरिदिनु होला। अब म चाहिँ यहाँ पिठो मुस्न लागेको छु। युट्युबमा हेरेको थिएँ भर्खरै, अलार्म बज्दैछ मेरो अझै पनि। अनि अब पिठोमा हल्का नुन हाल्ने अनि त्यसरी हाल्नुपर्छ अरे। मलाई चाहिँ परौठा नबनाएको धेरै भइसक्यो। पहिल्यै स्कुल जाँदा टिफिन बनाएर लैजान्थ्यो होइन। आजकल त अनि त्यसपछि त खै म त आफै घरमा बनाएर खाएको त यादै छैन। अनि अस्तिदेखि भाइले परौठा खाऊँ न भनेर भनेको थियो कि त्यहाँबाट मैले फेरि ल म बनाउँछु एक दिन भनेको। एक दिन भन्दा 1 हप्ता भइसक्यो। भिडियो राम्रो आउने भनेको यो यहाँनिर झ्याल छ अनि त्यही भएर यो झ्याल मात्रै के बाहिरको उज्यालोले म पनि गोरु देखिने रहेछु तर अनि अलि यता आएपछि त धेरै कालै आउँदो रहेछ। त्यो कालो मान्छे सो म चाहिँ धनियाँ लिन जान लागेको साथीहरू। अनि पिठ चाहिँ मैले यहाँनिर रेडी छ होइन मुसेर। अनि आलु चाहिँ हिजै उसिनिसकेको नि त अनि अलिकति कसो खोल्च्याउँदाखेरि नि कति साह्रो कस्तो भयो कि त्यही भएर मैले आलुलाई चाहिँ फेरि उसन छोडिदिएको छु। किनकि अब मैले उयसमा युट्युबमा हेरेको थिएँ कि भन्दा नि परौठा बनाउन नजान्ने भने जस्तो हुन्छ अनि जानेर नि बिर्सेको क्या। त्यही भएर अनि युट्युबमा हेरेको थिएँ कि त्यो आलु चाहिँ एकदम सफ्ट हुनुपर्छ गिलो हुनुपर्छ भनेर। अनि त्यहाँबाट आलु त मेरो त भएर बसेको अनि त्यहाँबाट फेरि म उसानालाई छोडिदिन्छु ल पैसा लिएर। म चाहिँ अब धनियाँ किन्न जान लागेको। ल पोचा लाउँदै रहेछु त। म चाहिँ तरकारी किनेर हिँडिसकेँ। तरकारी क्याली लिएर आइसकेँ। 90 रुपियाँ कति 60 रुपियाँ लिएर गएको थिएँ। 100 रुपियाँ पो भयो त टोटल। अनि 40 रुपियाँ पछि दिन्छु दाइ भनेर लिएर आयो। दाइ पोचा लाउँदै हुँदोरहेछ। सधैँ त्यहीँबाट ल्याउँछौँ नि त हामीले। अनि त्यही भएर कहिले काहीँ पैसा पुगेन यताउता भयो भने लैजाउँ न त बहिनी भन्नु पनि फुटफाट भइसकेको छ। यहाँ त धेरै पाकेर हल्का कस्तो खालको आलुहरू। परौठा मैले बनाउन स्टार्ट गरिसकेको छु। मैले फर्स्ट के भन्नुपर्ने हाल्नु यो चाहिँ हल्लिन्छ भनेर हो कि बेल्दाखेरि मैले यहाँ कपडा राखेको छु। यस्तो भयो कि फुट्यो, यहाँ पनि फुट्यो, गोलो पनि भएन। युट्युबमा देखाएको जस्तो नै गरेको फेरि पिठो फेरि धेरै लागेको छु। यहाँ अब रेडी गर्छु म बनाउँदै म देखाउँछु ल के गर्ने। अब यतिकै अब अर्को नेक्स्टवाला चाहिँ कस्तो हुन्छ सेकेन्डमा बनाएको चाहिँ। यो चाहिँ फर्स्ट हो, फर्स्ट ट्राई। मैले चाहिँ एउटा परौठा बनाइसकेँ। डढ्यो के कस्तो भयो कि यो चाहिँ सेकेन्ड हो। यो चाहिँ एकदम बाक्लो भयो। यहाँ मैले बनाएर राखेको छु। जमे जस्तो लाग्छ मलाई। घिउ छ कस्तो बसा छ यार। यो तावा फेरि खतरनाक छ नि देख्नु भएको छ यस्तो कतै।
आज घिउ यता फेरि लाइभ हुँदैछ। फाइनल्ली यत्रो धेरै बनाउँदाखेरि चाहिँ एउटा चाहिँ अलिकति गतिलो चाहिँ बन्यो कि यो गोलो। यो चाहिँ फुटेको फुट्न चाहिँ त्यो चाहिँ आलु चाहिँ उस भएर हो नाकबाट सिकेन बगिरहेछ। यो चाहिँ गोलो भयो, अरू त कुरै नगरौँ। यो पनि अलिकति ठिकै यहाँ चाहिँ छ। सकियो पिठो चाहिँ। म चाहिँ पिठो धेरै हुन्छ होला, यो चाहिँ थोरै हुन्छ होला जस्तो लाग्छ। झन् यो थोरै पिठोको यो धेरै, आलु थोरै धेरै पिठो थोरै। अरे कहना क्या चाहते हो? यही नै छ अपडेट। पराउठा खाने मान्छे त उहाँ होस् परेर यस तालमा सुतेको छन्। यो पाकिसकेपछि चट्नी बनाएर अनि पर्छ। गुड मर्निङ 10 बजे। सो मैले चाहिँ यहाँ चट्नी पनि रेडी बनाइसकेँ। चट्नी टमाटरको चट्नी अनि परोठा नि बनाइसकेँ। सो म अब यसो चाख्न लाग्छु चट्नीमा कतिको पिरो। पिरो नै रहेछ खसेर। धनिया खाऊ के परोठा खान मन लाग्यो चाहिँ चट्नी नै छ क्या यहाँ। I don't need chutney because I only need this tomato chutney. कैसा बनाए? गाली तो क्या मासु खाना भने खा क्या? कस्तो भयो? मेरो भयो। कल बना केही नमिठो हुन्छ भन्छ। यसले नाटक गरेको। ल अब खाऊ ब्रेकफास्ट। म पनि खान्छु। अहिले चाहिँ म मेरो रुममा आएर बसिरहेको छु अनि नास्ता अब हामीले खाएर भइसक्यो। अघि मैले भनिसकेँ खाना चाहिँ भात मात्रै पकाएको, तरकारी चाहिँ हिजोकै छ अनि उहीको उस भएको रहेछ। अनि हिजोको भात पनि छ हल्का, अनि त्यही भुटेर अनि अचार छ, अन्डा छ, त्यही फ्राई गरेर खाने कुरा भएको छ हाम्रो। अनि बसिरहेको छु म अहिले यत्तिकै। म बुन्छु। हिजो मैले बनाएको थिएँ सनफ्लावर, चाहिँ मैले हिजो बनाएको थिएँ। आज पनि यही गराउँदै बस्छु होला। अझै 6 पिस गराउन बाँकी छ। राम्रो छ। अनि मैले बुन्छु पनि। मेरो इन्स्टाग्राम पनि छ बुनेको सामान बेच्ने। बोल्दा बोल्दा कता पुग्यो टपिक। अनि अब त अहिले चाहिँ म अब बुन्दै एकछिन रेस्ट गर्छु अनि त्यसपछि फेरि ब्याक हुन्छु। के गर्छु त्यसपछि ल ओपन गर। उतै लानुपर्छ कि फेरि। यहाँ एउटा सामान आएको छ हाम्रो अनलाइन अर्डर। अनबक्सिङ गर्दैछौँ हामी चाहिँ। यो चाहिँ वाच न घडी हो वाच होइन। ल घडी खै एक्सपेक्टेसन भर्सेस रियालिटी हेरौँ। कस्तो स्लो गरेको र। अच्छा अब ए यो चाहिँ उस के अरे यो सिसा फुट्छ कि काट्छ कि भनेर होला नि। सिल्भरमा यो सिरानीमा म सुत्न पर्ला। हेरी राम्रै रहेछ। यहाँ चाहिँ के रहेछ यो कार्ड भयो। आऊ यता हेर त पुण्डा हेर। हामी जाने डर आयो र। ऊ के मम्मी हो? मम्मी ल हिँड उठ। आए हजुर नआएको भएर यहाँबाट हिँड्नै चल्दैन। ल हिँड उता फ्लावर बनाउँदैछु। पापामा बोल्यो जान्छस् बाई। अहिले बल्ल राम्रो देख्यो हजुर छोरो त।
जाने हो रुक मलाई के एकदम बेच्यो मिठीमा बेच्यो है बेच्यो अहिले जस्तो नाच त ल ल ल यहाँ हेर्न पर्यो क्या नाचेको ल ल ल ल ल यस्तो वाला कि कम्बरवाला यस्तै होला हामी चाहिँ पिज्जा लिन घर आएको के उता अघि स्कुटरमा गएको थियौँ नि त भाइहरू पनि गए काममा दिदीहरू पनि जानुभयो भाइलाई राखिदिएको खाएन त मैले खाइदिएँ मलाई फेरि पिज्जा लास्ट मन पर्यो मेरो फेभरेट हो पिज्जा अब एक्लै हो घरमा केही छैन गर्नुलाई सनफ्लावर बनाउँदै थिएँ त्यो चाहिँ बनाएर सक्छु अनि अब चाहिँ किरिङहरू बनाउन त्यही बनाउँदै बस्नु पर्यो खाँदै बोलिरहेको बुझ्छ कि बुझ्दैन म बोलेको पनि अनि दिजुले चाहिँ यो चाहिँ मैले बनाएर सकिसकेँ सनफ्लावर यहाँ अघि 6 पिस चाहिँ मैले हिजो बनाएको थिएँ अनि 6 पिस चाहिँ आज बनाएको कस्तो राम्रो भएको छ भाइ म त मरेँ हेरेर कस्तो राम्रो भएको छ कि क्रसेड सनफ्लावर यो चाहिँ बेच्नको लागि हो कि हामीले न्यु इयरको लागि बनाउँदैछौँ अहिले अनि दिदीले पनि बुन्नुहुन्छ कि अघि आउनुभएको थियो नि त चाहिँ दिदी मैले भिडियोमा अरू बेला पनि भनेको छु उहाँ हुनुहुन्छ अनु दिजु अनि यस्तो बुनेको सामान चाहिँ हामीले बेच्छौँ अनि उहाँले नि बुन्दै हुनुहुन्छ अहिले चाहिँ बेलुकाको 5:30 बजिरहेको छ अनि म चाहिँ यहाँ खाजा खाँदैछु भुटेको भात रहेछ अनि त्यही तताएर टमाटरको चटनी भुटेको भात अनि दही छ यहाँनिर म खाँदैछु अनि यो खाएपछि चाहिँ म घुम्न निक्लिन्छु बाहिर दिजुसँग अनि मैले चाहिँ बिहान खाना खाएको थिइनँ नि त बिहान परोठा खाएँ अनि दिउँसो चाहिँ पिज्जा खाएँ अनि पछि अहिले चाहिँ यो बिहानको भात टमाटरको चटनी यो चाहिँ परोठा बनाउँदाखेरि रक अलिकति आलु थियो नि त पनि छैन ए शान्ति सेना है के जाने भन्छ कि होइन यस्तै के भन्छ होइन हो त्यो जानेहरूलाई चाहिँ होइन गयो भने चाहिँ होइन पैसाहरू चाहिँ झ्याप्प लिएर आउँछन् रे क्या पाउँछन् रे क्या ए केराको पनि यत्रो फलेर हेर त मेरो मोबाइल त पुरै तिरिमिरी हुँदो रहेछ यार रात परेपछि त तर बिहानमा कस्तो राम्रो देखिन्छ नि यहाँ मेरो मोबाइलधरि बसाएर सकिन आएर मैले अस्ति नै रबिनसँग आउँदा हो त्यहाँ जाऊँ न भनेको थिएँ कहाँ के हो उहाँ पार्टी रेस्टुरेन्ट हो कि उसबाट बोटबाट चढेर जाने अनि फेरि फर्किँदैन बोटबाट फर्किने खनि यहाँ त भुइँमा फल्ने भएको रे बटरफ्लाईवाला रहेछ कि यहाँ रोडहरू पनि पहिला एग्रिकल्चर बनाएको होइन कसो हो यो रेलिङ थिएन क्या हो घुमेर आएर अनि खाना बनाएर नि सकेँ अनि यस्तो मुख धुन पर्यो ब्रस गर्न पर्यो हात खुट्टा धुनु पर्यो भनेर बाथरुममा गएको त लोटिहालेँ नि धन्न टाउको साउको फुटेन म त एकछिन त पर भित्र बाथरुमभित्र तारा देखेको थिएँ आरापट्टि चिप्लो हुन्छ कि जहिले नि अनि साफ नगरेको पनि धेरै भएको थियो कि बेसिनमा त नघोटेको सरी त्यो टायल नघोटेको पनि धेरै भएको थियो कि यसो पानी हालेर मात्रै सफा गर्ने गरिरहेको थिएँ त बेसिन मुनिपट्टि त चिप्लो चिप्लो थियो राम अर्को चाहिँ नभनौँ भयो अनि लोटे यार
खुट्टा धुँदै थिएँ अनि त लोटे कस्तो थेचारिदिएँ धन्न टाउको बेसिनमा ठोक्केन अनि मुख धोएँ मैले मुख धोएँ ब्रस गरेर हात खुट्टा धोएर कपडा धोएर त्यहाँबाट कपडा उठाएर धोएको पनि अनि अब चाहिँ म भिडियो एन्ड गर्न लागेको छु एकछिन बाहिर बस्छु सर चिसो हावा लारहेछ अनि शीतलो भयो दिजूसँग जान्छु भनेको थिएँ बाहिर तर म चाहिँ दिदीलाई फोन नगरिकन दाइ भाउजू आएको थिएँ क्या आज फेरि धेरै हो तिनीहरू नआएको त महिना भइसकेको थियो अनि आज आथे आउनु भएको थियो अनि त्यसपछि गफ गर्दै बस्यौँ है अनि त्यसपछि यसो घुमेर आयौँ अनि एकछिन बसेर गए तिनीहरू गएपछि हो कि अझै एक्लै थिएँ कि म त्यो लोटेर मेरो टाउको साउको ठोक्के भए त म के हुन्थ्यो होला छ्या सोच्दा पनि डर लाग्छ धन्न केही भएन सो तपाईँहरूले मेरो भिडियो लास्टसम्म हेर्नु भएको भए धेरै धेरै धन्यवाद अब फेरि नयाँ भिडियोमा भेटौँला है त बाई बाई मेरो आज त लास्ट दिन रहेछ जस्तो लागिरहेको क्या मलाई चाहिँ किन भन्दा म चाहिँ उता भिडियो एडिट गरेर अनि भिडियो एडिट गर्दै बसिरहेको थिएँ अनि हल्का स्मेल आयो कि के भएछ भनेर अनि मलाई झलस्स याद आयो कि मैले त दाल उमाल्न छोडेर अझै ठुलो ग्यास गरेर बाथरुम पसेको थिएँ अनि बाथरुम पसेपछि म लोटेपछि मेरो दिमागमा के भयो के अनि त्यसपछि उठेर त्यहीँ मुख सुक्दा आफै सुसारिँदै ठिकै भयो कपडा यताउता गर्दा त यहाँ त आधी घन्टा भइसक्यो रहेछ अझ भिडियो एडिट गर्दै थिएँ भनेपछि कति भयो होला कोठा त यहाँ पुरै धुवैँ भयो किचन अनि आज मेरो लास्ट दिन रहेछ जस्तो लाग्यो कि यहाँ पुरै डढेर दाल त म के देखाम म ओहो कस्तो गनाहा भाइ सब घरैभरि धुवैँ भयो छ्या के गरेको मेरो दिमागसिमा के भएछ छ्या झ्यालछ्याल खोलिसकेँ छिटो अब म दाल देखाउँछु चाहिँ कस्तो देख्न सक्नुहुन्छ मैले के काण्ड मचाइसकेको छु धन्नै पड्किएन क्या हजुर अझै ढाक्कन ढाकेको थिइनँ क्या मैले के गर्ने होला अझै खाना त मैले बनाएर सकिसकेँ भन्दै भिडियो गराउँदाखेरि पनि मलाई 1% पनि मेरो दिमागमा त्यस्तो पत्ती बोलेन कि मैले दाल चाहिँ उम्लिनको लागि छोडेको थिएँ भनेर के मलाई नबसालम कि जस्तो त फिल भइरहेको थियो कि मेरो यो भित्र इनरबाट त मलाई अहिले छोड्दै नउमाल भनिरहेको थियो त्यही पनि मैले हेरेँ होइन भर्खर खुट्टा धोएर त आइ त हाल्छु नि म भनेर अन गरेर गएको हो यस्तो भयो